गीत गाउ त मैले के गीत गाउँ त हाँसेर बोलाउन माया यसै गरी फेट कहिले होला र हो र पुतली बाजनी बजाउनु रहेछ ए ढुक्कै मन गरी बसे अन्त नजर लाइन 6 महिनामा भेटुँदा नि मिठो चल होला भने ए म त आउने थिइन ए चल होला भनेर आउन जान मन लाग्छ यो बमिट भन्नेले मेरो दिमाग भेजा खराब गरिदिन्छ अस्ति नि दामुले जाँदाखेरि कतिवटा प्लास्टिक भरेको थियो आज कति ए दमाउले के मायालाई दमाउन जानु त भयो होइन भाइ मेकअप मात्रै उत्रे मेकअपले मात्रै डिस्टर्ब गरेको त्यतिखेर त हाम्रो यात्रा गलकोट हटिया झार्नसम्मको सबैजनालाई ह्यापी दसैँ अरे आज 82 को धेरै धेरै शुभकामना आज चाहिँ हाम्रो नयाँ वर्षको घुम्न जाने तयारी चाहिँ गलकोट हटिया झार्नसम्मको छ सबैजनाले इन्जोय गर्नु होला रमाइलो छ एकदमै हामी चाहिँ 3वटा गाडी छ हाम्रो चाहिँ नयाँ वर्ष 2022 उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण विदेशीहरूलाई म सगरमाथा गेस्ट हाउसको मालिकबाट धेरै धेरै शुभकामना भन्छु अब विदेशबाट आउँदा ठ्याक्क मेरो गेस्ट हाउसमा आएर झर्नु होला अफर पनि हुनेछ विदेशी साइन्ससँग म चाहिँ घुम्न जान लाग्छु गाई र घाट लक्ष्मी नेपालीको बुढो भन्नु नभएको फेरि अहिले चाहिँ हामी 9 बजेर आइसकेका छौँ अहिले वाक्ने हो नि फेरि कता होला उनी फेरि
नगरकोट नगरपालिकाको गाईघाटमा अवलोकन गर्न गइरहेका छौँ। हाम्रो एउटा भ्यान प्लस एउटा ट्याक्सीमा हाम्रो सवार हुँदैछ। हाम्रो यो नयाँ वर्षको सुनौलो अवसर पनि हो। यसमा हाम्रा साथीभाइ तथा साथीभाइ हाम्रा दिदीबहिनीहरू आज मिठा मिठा लोकदोहोरी गीत गाउने मनोरञ्जन गर्ने र केही वाद्य वादन सामग्री नाच्ने बजाउने गर्ने कार्यक्रम पनि छ। सम्पूर्ण साथीभाइहरू आएर हाम्रो लोकनृत्यहरू गीतहरू सुनिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसबिचमा हाम्रो चाहिँ लमनी पनि हालै नै छन्। केही अप्ठ्यारो पऱ्यो हात पनि हेर्न चाहिँ आउनुहुने छ। बोल्छु नबोल भन्छु गाईघाटको झरनामा चाहिँ यस्तो छ। आज चाहिँ नयाँ वर्ष 2082 को माहौल चाहिँ यस्तो छ। हाम्रो ग्रुप चाहिँ यता अनि उहाँ त पारी पारी नै हुनुहुन्छ। यहाँको गाईघाट झरनामा आउन नपाउनु भएकोले चाहिँ यही भिडियो हेरेर इन्जोय गर्नु होला। यस्तो छ यहाँको चाहिँ। अहिले चाहिँ पहिलाभन्दा अलि धेरै परिवर्तन भएको रहेछ। पहिला चाहिँ एकदमै कच्ची थियो यहाँको यो रोड ठाउँ, अहिले चाहिँ एकदमै राम्रो भएको रहेछ। यो यहाँको विशेषता चाहिँ यही झरना र यही कुवा हो। यहाँ एउटा गुफा छ, त्यहाँ गएर एउटा यो गुफाबाट छिरेर अनि यो पोइलबाट बाहिर हेर्न सकिन्छ। त्यही हो यहाँको बर्खाकालको पावन अवसरमा हाम्रो यो खौराल खरदाङको हाम्रो चाहिँ यो टुर चाहिँ गाईघाटमा आएको छ र हाम्रो यो फोटो खिच्न चाहिँ भइरहेको छ। हाम्रो फोटोमा खिच्नु हुने हाम्रो चाहिँ बहिनी लालकुमारी हो मेरो नाम। लालकुमारी हो मेरो नाम। ल आजको यो नयाँ दिनमा नयाँ सुरुवात कस्तो लागिरहेको छ हजुरलाई? यो गाईघाट धेरै नयाँ ठाउँमा हाम्रो ग्रुप चाहिँ फोटो खिचेर अब छोडिसकेको छ। अब चाहिँ हाम्रो यहाँ नाचगानको कार्यक्रम हुन्छ।
कस्तो छ यहाँको माहौल चाहिँ एकदमै रमाइलो छ। आज चाहिँ धेरैजना घुम्न आउनुभएको रहेछ यहाँ चाहिँ गाईघाट झरनामा। एकदमै रमाइलो छ। आज चाहिँ सबैजना आफ्नो आफ्नो तालमा रमाइराख्नु भएको छ। हामी हाम्रै तालमा छौँ। गलकोट नगरपालिकाको राजदरबार हाम्रो ग्रुप चाहिँ अहिले चाहिँ यहाँको राजदरबारमा प्रवेश गरेको छ। एकदम राम्रो छ ल। एकचोटि सबैजना आएर भिजिट गर्नु होला। चाहिँ हाम्रो ग्रुपले खाजा खाँदैछ। यहाँ चाहिँ खाजा चाहिँ चाउमिन र मोमो मात्रै पाइने रहेछ। सबैजनाले चाउमिन खाँदै हुनुहुन्छ होइन। त दिदी निररी पोजिसनमा हुनुहुन्छ। कस्तो छ चाउमिन? मिठो छ भाइ। टमेटो छ। म त यहाँ नास्ता खाएर हिसाब नमिलेपछि म त आउने थिइनँ चार होला भने भा। गलकोटको चिसा पानी। यहाँको माल चाहिँ एकदमै तातेको छ।